साथै शिक्षक तेज प्रसाद खनालज्यूप्रति अत्यन्तै आभार प्रकट गर्न चाहन्छु। सत्यमोहन जोशी वाङ्मय पुरुष शताब्दीका उपाधिले चिनिने सत्यमोहन जोशी पिता शङ्करराज जोशी र माता राजकुमारी देवीका ज्येष्ठ सुपुत्रको सन् 1977 वैशाख 30 गतेका जन्म भएको थियो। बाल्यकालमा 5 वर्षको उमेरमा परिपरेका कारणले गर्दा उनको बाल्यकाल अत्यन्तै सङ्घर्षपूर्ण रहेको थियो। उनको अक्षरारम्भ नेपाल भाषाका माध्यमबाट 7 वर्षको उमेरमा घरबाटै सुरु भएको थियो। जोशीले दरबार हाई स्कुलबाट आफ्नो म्याट्रिक परीक्षा उत्तीर्ण गर्नुका साथसाथै त्रिचन्द्र कलेजबाट 1998मा आइए उत्तीर्ण गरी स्नातक तहमा भर्ना लिएपछि परिवारको भोको पेट पाल्नका लागि उनले बिजली आफ्नो पढाइ चालु गरेको थियो। सरकारी सेवाका सामान्यदेखि उच्च अवधामा काम गरेका जोशीले नेपाली साहित्यका क्षेत्रमा सशक्त कलम चलाउन पनि सफल गरेका थिए। विक्रमसम्म 2001मा औद्योगिक व्यापारी समाचार सङ्ग्रहको अड्डाबाट उनले जारीले जीवन सुरु गरेका थिए। राष्ट्रिय योजना परिषद कार्यक्रम अध्यक्ष नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्यको रूपमा पनि उनले काम गरेका थिए र उनको साहित्यिक लेखनको प्रारम्भ विक्रमसम्म 1998मा कविता लेखेर नै सुरु भएको थियो। भाषानुवाद परिषदका अध्यक्ष पुरस्कार शमशेरको सानिध्यमा आएपछि उनले अङ्ग्रेजी भाषाका कथा तथा कविताहरू नेपालीमा अनुवाद गरेका थिए। गर्नुका साथसाथै उनले नेपाली साहित्य, कविता, नाटक, संरचना, अतिरिक्त लोक साहित्य, संस्कृति आदि क्षेत्रमा पनि दर्जनौँ कृतिहरू रचना गरेर सबैको मन मस्तिष्कमा बस्न सफल भएका थिए। जोशीकै प्रयासबाट समाजमा रहेका विकृति, विसङ्गति विरुद्ध गाई जात्राको माध्यमबाट हास्य व्यङ्ग्य विधाहरूको पनि विकास भएको थियो। उनले नेपाली साहित्य मुद्राहरू, नेपाली वास्तु विद्याकला अरनिको नामक ग्रन्थहरू प्रकाशित गरेका थिए। आफ्नै तिनै महान काम र रचनाको कारणले गर्दा जोशीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनमा पनि प्रमुख अतिथिका रूपमा जाने अवसर पाएका थिए। नेपाल आमाका कर्मठ सपुत सत्यमोहन जोशीले थुप्रै पुरस्कार र सम्मान पदक पाएका थिए। उनलाई त्रिमूर्ति निकेतनले सन् 2071मा मङ्सिर 15 गते शताब्दी पुरुषको उपाधि प्रदान गरेको थियो भने गोर्खा दक्षिण गौरव मदन पुरस्कार, पृथ्वी प्रज्ञा पुरस्कार, भानुभक्त पुरस्कार लगायतका दर्जनौँ पुरस्कारहरू उनलाई प्रदान गरिएको थियो। सन् विक्रमसम्म 1976मा नेपाल राष्ट्र बैङ्कले उनको नाम र मुद्रा अङ्कित गरेर स्वयंक्रिया पैसा भनी प्रकाशित गरेको थियो। उनले लोक संस्कृति, नेपाली राष्ट्रिय मुद्राहरू र कर्णाली लोक संस्कृति नामक कृतिहरूका लागि 3 पटक मदन पुरस्कार पाउनका लागि सफल व्यक्तिका रूपमा पनि चिनिने गरिन्छ। नेपालकै इतिहासमा 3 पटक मदन पुरस्कार प्राप्त गर्ने उनी एक व्यक्ति मात्र रहेका छन्। जोशीको कामप्रतिको लगाव र निष्ठाले हामीलाई निकै प्रेरणा दिएको छ र जोशीको प्रेरणादायी कार्यप्रति सिंह राष्ट्र गौरवबोध गर्नुपर्छ। नेपाली साहित्यका सिताराहरूले चिनिने जोशीको मृत्यु विक्रमसम्म 1979 30 गतेका दिन भएको थियो। उनको भौतिक शरीरले यस धरतीलाई छोडे पनि उनले पुर्याएको योगदान अझै पनि